नमस्कार, स्वागत छ तपाईलाई आजको यस नयाँ भिडियोमा। तपाईले पनि नेपाल बैंकको मोबाइल बैंकिङलाई पहिलोचोटि आफ्नो मोबाइलमा एक्टिभेट गर्न चाहनुहुन्छ। कसरी गर्ने आज यस भिडियोमा जानकारी हुनेछ। त्यसको लागि भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। सो स्टार्ट गरौँ भिडियो। आफ्नो मोबाइलमा आउनु होला, यहाँबाट प्ले स्टोरलाई ओपन गर्नु होला। यहाँबाट सर्च बारमा तपाईले सर्च गर्नु होला नेपाल बैंक लिमिटेड। यति तपाईले यहाँ लेख्नु होला र सर्च गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईले इन्स्टलको अप्सनमा क्लिक गरिदिनु होला। यहाँ क्लिक गरिसकेपछि एकछिन वेट गर्नु होला। त्यसपछि तपाईको मोबाइलमा चाहिँ यो इन्स्टल भइहाल्छ। त्यसपछि यस्तो प्रकारको इन्टरफेस आउँछ। यस ओपनको अप्सनमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईले एलाउमा क्लिक गर्नु होला र यहाँबाट तपाईको यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईले नेक्स्टको अप्सनमा तल क्लिक गर्नु होला। सो यहाँबाट तपाईले नेक्स्ट गर्दै जानु होला। त्यसपछि तपाईको चाहिँ यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाई हेर्न सक्नुहुनेछ रजिस्टर एन्ड एक्टिभेट। यस अप्सन तपाईले चाहिँ क्लिक गरिदिनु होला। सो यहाँबाट मैले चाहिँ यस अप्सनमा क्लिक गरे र गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाई हेर्न सक्नुहुनेछ यहाँ टर्म एन्ड कन्डिसनहरु दिएको छ। यहाँबाट एक्सेप्टको अप्सनमा क्लिक गरिदिनु होला। यस्तो इन्टरफेस खुलेर आउँछ। अब यहाँबाट तपाईले तल प्रोसिडको अप्सनमा क्लिक गर्नु होला। सो यस अप्सनमा तपाईले क्लिक गर्नुहुन्छ भने यस्तो इन्टरफेस खुलेर आउँछ। यहाँबाट तपाईले आफ्नो मोबाइल नम्बर यसमा फिलअप गर्नु होला जुन तपाईले खाता खोल्ने बेला चाहिँ दिनु भएको छ। सो यहाँबाट मैले चाहिँ नम्बरलाई फिलअप गर्दिन्छु र गरिसकेपछि कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनु होला। सो यति गर्ने बित्तिकै तपाईको यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईले यस एरोमा क्लिक गर्नु होला। यहाँबाट सिम सिलेक्ट गरेर यस एरोमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईले अब यहाँबाट ब्याक आउनु होला। सो यहाँबाट मैले चाहिँ ब्याक आए र ब्याक आइसकेपछि अब चाहिँ यस्तो इन्टरफेस हेर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईको 6 डिजिटको ओटीपी आउँछ। त्यो ओटीपी यहाँबाट तपाईले कपी गरेर पेस्ट गर्नु होला। सो यहाँ आइसकेको छ। यसले मैले कपी गरे र यहाँबाट चाहिँ यसमा राख्नु होला। सो यसमा मैले चाहिँ फिलअप गर्दिन्छु। गरिसकेपछि कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनु होला। यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ आफ्नो अकाउन्ट नम्बर चाहिँ राख्नु होला। सो यहाँबाट मैले चाहिँ फिलअप गरे र गरिसकेपछि कन्टिन्यूमा क्लिक गरिदिनु होला। अब यस्तो इन्टरफेस आउँछ। यहाँबाट चाहिँ तपाईले पासवर्ड चाहिँ राख्नु होला। जुन पासवर्ड यहाँ हेर्न सक्नुहुनेछ मैले माथि राखेको छु। यसै गरी राख्नु होला। सो कन्फर्ममा पनि सेम पासवर्ड राख्नु होला र राखिसकेपछि कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि सेभ अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तपाईले अब यस्तो इन्टरफेस हेर्न सक्नुहुनेछ। यसमा चाहिँ ट्रान्ज्याक्सन पिन राख्नुपर्ने हुन्छ। 4 डिजिटको ट्रान्ज्याक्सन पिन राख्नु होला जुन तपाईले पैसा ट्रान्सफर गर्ने बेला काम लाग्छ। सो 4 डिजिटको पिन यहाँ राख्नु होला। दुवैमा सेम राखिसकेपछि तल यस एरोमा क्लिक गर्नु होला। यसपछि तपाईले अब यस कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। यसमा क्लिक गर्नु होला गो टु लगइन पेजमा। यसमा चाहिँ तपाईले क्लिक गरिदिनु होला। यस्तो इन्टरफेस खुलेर आउँछ। अब यहाँबाट चाहिँ तपाईले आफ्नो मोबाइल नम्बर राख्नु होला र अघि दिएको पासवर्डलाई यहाँ फिलअप गर्नु होला र यहाँबाट मैले चाहिँ मोबाइल नम्बर र पासवर्ड फिलअप गरिदिन्छु। सो यहाँबाट चाहिँ अब मैले चाहिँ पासवर्डलाई राखिदिन्छु। पासवर्ड राखिसकेपछि अब यहाँबाट के गर्नु होला कि तल लगइनको अप्सनमा क्लिक गरिदिनु होला। सो यहाँबाट क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउट सेट सेक्युरिटी क्वेसन। यसमा चाहिँ केही क्वेसन चाहिँ तपाईलाई दिन्छ त्यो सेट गर्नुपर्ने हुन्छ। त्यसको लागि यसको अप्सनमा क्लिक गर्नु होला र यहाँबाट क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। माथि एरोमा क्लिक गर्नु होला। यसमध्ये कुनै 3 वटा क्वेसन सिलेक्ट गर्नु र त्यसको एन्सर चाहिँ तपाईले दिनुपर्ने हुन्छ। सो यहाँबाट मैले चाहिँ 3 वटा सिलेक्ट गरेर त्यसको चाहिँ एन्सर दिइसकेको छु। तपाई हेर्न सक्नुहुनेछ। अब यहाँबाट तपाईले तल हेर्न सक्नुहुनेछ। यस अप्सनमा क्लिक गरिदिनु होला। सो प्रोसिडको अप्सनमा क्लिक गर्ने बित्तिकै तपाईको अब यस्तो इन्टरफेस आउँछ। डनमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँबाट फिङ्गरप्रिन्ट चाहिँ सेट गर्न लागि भन्छ। त्यो चाहिँ पछि गर्नु होला। तपाईले यस माथिको अप्सनमा क्लिक गर्दै जानु होला। त्यसपछि तपाई यहाँबाट हेर्न सक्नुहुनेछ तपाईको चाहिँ मोबाइल बैंकिङ चाहिँ लगइन भइसकेको छ। सो यसै गरी तपाईले नेपाल बैंकको मोबाइल बैंकिङलाई खोल्न सक्नुहुनेछ। सो भिडियो राम्रो लागेमा आफ्नो साथीमा पनि शेयर गर्नु होला। फेरि मिल्ने छु एउटा अर्को नयाँ भिडियो।